ब्याक गराउट बोलर कसरी लगाइन्छ भिएन एफदेखि सुरु गरौँ है त भिडियो हेरौँ है। भिएन ओपन गर्नु होला, प्लस न्यू प्रोजेक्ट अल भिडियो फोटो। अच्छा भिडियोको बनाउँछु, त्यसपछि म यसको बनाउँछु। नेक्स्ट गर्नु होला, मैले सिलेक्ट गरिसकेँ। जुन यो तलको भागलाई टाइमलाइन भन्छ। यो भिडियो लामो छ, भिडियो लामो अथवा कुनै नराम्रो भाग फाल्नको लागि जहिले पनि स्प्लिट गरिन्छ है। यो पहेँलो भाग देखिरहेछ, यसलाई मैले हटाइदिन्छु। त्यसपछि अब तपाईँले यो ब्याकग्राउन्ड ब्लर कसरी गरिन्छ भन्ने कुरा अब यसलाई क्लिक गरेपछि डुप्लिकेट गर्नु होला। डुप्लिकेट गरिसकेपछि दुई भाग भएर आइसक्यो। त्यहाँ तल्लो लाइनलाई थित्तै जानु होला, स्क्रोल गर्दै गइसकेपछि लास्टमा पिप देखाउँछ, पिप गर्नु होला। भिडियो माथि आइसक्यो है, यी दुईटा भएर आइसक्यो। त्यसपछि अब तपाईँले यो भाग छ नि, यो कालो यो एक्स्ट्रा, यसलाई डिलिट गरेर हटाइदिनु होला। यो हटिसक्यो। अब त्यसपछि तपाईँले यो तल्लो भागलाई नचलाइकन यो माथिल्लो जुन भाग छ नि, यो भागको लागि तपाईँले अब कटआउट गर्नु होला। कटआउट गरिसकेपछि यहाँ हुँदैछ रिमोभ ब्याकग्राउन्ड भइरहेको छ है, भइसक्यो। अब क्लिक गर्नु होला। अब त्यसपछि के गर्नु भने यसलाई ठ्याक्क मिलाएर राख्नु होला। हो यसरी यो भइसकेपछि अब गाइज अब यसलाई के गर्नु भने यो चाहिँ अर्कैको भएकोले गर्दा मैले यसलाई म्युट राख्छु। त्यसपछि म म्युजिकमा जान्छु। म्युजिकमा गइसकेपछि युर्समा गइसकेपछि म्युजिक ग्यालेरीमा गएर म कुनै एउटा केही राख्छु। अलिकति म देखाउँछु। अनि यो माथिको भाग छ नि, यो माथिको भागको पनि भोल्युमलाई म्युट गर्नु होला। तपाईँले फोटो पनि बनाउन सक्नुहुन्छ। यहाँ हेरौँ है त। अब त्यसपछि के गर्नु भने अझै यसलाई तपाईँले मिलाएर राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ देखाएको मात्र, सिकाएको सिर्फ। अनि त्यसपछि अब तपाईँले के गर्नु भने यो तलको यो जुन भाग छ नि, यो भाग, यो तलको भागमा गएर अब तपाईँले यसलाई यो ब्लर लेखेको छ, ब्लरमा गएर बेसिकमा गएर क्लिक गर्नु होला है त। अनि अब के गर्नु भने यो ब्लर गर्दाखेरि जुन तपाईँको अब कस्तो देखिरहेछ यो जुन भाग छ नि, अब यो तपाईँले कस्तो राख्ने भन्ने कुरा तपाईँमा भर पर्छ। यो कति साइजमा राख्दा ठिक हुन्छ, यो कस्तो हुन्छ भन्ने कुरा है त। यसरी गरिन्छ गाइज।